गुजरातको अहमदाबादबाट लन्डन जाँदै गरेको एयरलाइन्स अन्ततः गुजरातको विमानस्थलमै दुर्घटना। दर्शकबिन नमस्कार, म तेजेन्द्र बेसी। बिहिबार दिउँसो भारतको गुजरातको अहमदाबादबाट विमानस्थल नजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनामा उछटिएर आफू बाहिर आएको एकजनाले बताएका छन्। 40 वर्षीय बेलायती नागरिक विश्वासले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा आफू दुर्घटनामा परेर बाँचेको बताएका छन्। यद्यपि यसको स्वतन्त्र रूपमा पुष्टि भएको हुन सकेको छैन। हिन्दुस्तान टाइम्सका अनुसार विश्वास परिवार भेट्न केही दिनका लागि भारत आएका थिए। उनी दाजु अजय कुमार रमेशसँग बेलायत फर्कँदै थिए। उनले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा भनेका छन्, टेक अफ भएको 30 सेकेन्डमै ठूलो आवाज आयो अनि जहाज दुर्घटना भयो। एकछिनमा तहस भयो। भारतीय मिडियाहरूका अनुसार विश्वासले उपचार अहमदाबादबाट सिभिल अस्पताल भइरहेको छ। भारतीय समय अनुसार दिउँसोको 1:38 लन्डनका लागि उडेको एआई 171 उडान नम्बरको 20787 डिबलाइनर जहाज टेक अफ लगत्तै दुर्घटनामा परेको हो। दुर्घटनामा परेको जहाजमा 142 यात्रु रहेको एयर इन्डियाले जनाएको छ। उक्त जहाज क्याप्टेन सुमित सबरवाल र फर्स्ट अफिसर क्लाइभ सुन्दरले उडाइरहेका थिए। क्याप्टेन सबरवालसँग 8200 घण्टा र कोपाइलट कुन्दरसँग 1100 घण्टाको अनुभव रहेको भारतीय नागर विमान महानिर्देशनालयले उद्धार गर्दै भारतीय सञ्चार माध्यमले जनाएको छ। जहाजमा क्याप्टेन सुसहित 142 जना सवार रहेको एयर इन्डियाले एक्स मार्फत जानकारी दिएको छ, जसमध्ये 2 जना पाइलट र 10 जना क्याबिन क्रू सदस्य र 230 यात्रु रहेका थिए, जसमध्ये 169 जना भारतीय यात्रु रहेका छन्। त्यस्तै बेलायतका 53 जना, पोर्चुगलका 7 जना र क्यानाडाका 1 जना यात्रु रहेको एयर इन्डियाले जनाएको छ। उक्त जहाजमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ। हस्त नमस्कार।